मेरो लाइफको पहिलो शतक अनि टर्निङ पोइन्ट पनि भन्न चाहन्छु। त्यही दिनको फोटो हो। आई थिङ्क मेरो स्माइल हेर्नुहोस्, त्यो बेला म कति खुसी थिएँ। मेरो ब्याट हेर्नुहोस्, मेरो ब्याटमा 3 ठाउँमा मैले गट गरेको छु। आई थिङ्क मेरो लाइफको फर्स्ट ब्याट हो मैले किनेको, र मैले 3 ठाउँमा गट गरेको छु। अब यो थियो स्ट्रगल होइन। त्यो टुरको मेन क्रेडिट चाहिँ सुभाष सरलाई नै जान्छ, जसरी उहाँले एउटा अर्गनाइज गरिदिनु भयो। र अर्जुन खड्का सर, आई थिङ्क मेरो फर्स्ट कोच पनि उहाँ नै हो। म धेरै लामो समय त उहाँको अन्डरमा कोचिङ गर्न पाएन, तर उहाँको अब यादहरू चाहिँ छ भनौँ न अलिकति। अब यो फोटोको कुरा गर्दाखेरि चाहिँ अब यो 3 जना चाहिँ अहिले रिसेन्टली पनि खेलिराख्नु भएको छ, म लगाएर 4 जना। सुभाष खत्री, रित गौतम, प्रतीश जीसी खेलिराख्नु भएको छ। र यो 2 जना भाइहरू चाहिँ आई थिङ्क ऊ चाहिँ अस्ट्रेलिया गइसक्यो। यज्ञ दाई मेरो म चाहिँ हेर्नुहोस् है, मलाई चाहिँ इग्नोर गर्नु होला अलिकति चाहिँ मेरो फोटोलाई चाहिँ। यो इनिसिएटिभ देखेर चाहिँ मलाई एकदमै खुसी लाग्यो। जसरी अहिलेबाट नै सरले च्याम्पियन 36 यो मेरो मात्र ड्रिम होइन कि पुरा कन्ट्रीको ड्रिम हो। यो स्ट्याटस चाहिँ प्रतीश जीसीको मामुले लेख्नु भएको, हिजोको सपना आजको वास्तविकता भनेर। अब त्यही हो। अब अस्ति त्यही मैले भने जस्तै 2015 मा सपना थियो, त्यो चाहिँ पुरा भयो। त्यही लेख्नु भएको छ उहाँले। पुरानो यादहरू एकदमै ताजा भयो। म बिर्सिसकेको थिएँ यो फोटोहरू, यो मुमेन्टहरू, अनि फेरि पनि यो मुमेन्ट मेरो अगाडि ल्याइदिनु हो। थ्याङ्क यू भन्नु थियो। हजुर सर, यु सिम्स लाइक अ जेन्जी। हजुर, यो लास्ट इयर चाहिँ म अर्जुन ट्रफी खेल्न आएको थिएँ धनगढी क्रिकेट एकाडेमी। अब एसपीए र डिसिए चाहिँ जहिले पनि सँगै देख्छु, सँगै देख्दा खुसी पनि भइरहेको छु। अर्जुन ट्रफीकै मुमेन्ट थियो। मैले एउटा म्याचमा 50 हानेको थिएँ, त्यही मुमेन्ट हो यो चाहिँ। अर्जुन ट्रफी खेल्न आउँदा उहाँले आफ्नो गुरुलाई ट्रिब्युट गर्नका लागि एक रुपियाँ पनि नलिएर खेल्नु भएको थियो त्यो टुर्नामेन्ट। युज राउन्ड हातको बलमा छक्का। मेरो लागि चाहिँ कहिले पनि लाइफमा नबिर्सिने मुमेन्ट थियो, किनभने कि धेरै जसोले अप्रिसिएट गर्नुभयो राम्रो खेल्यौ भनेर। तर मलाई चाहिँ मनमा के रहिरह्यो भन्दाखेरि म यति क्लोज थिएँ कि मैले चाहिँ म्याच जिताउनु पर्थ्यो त्यो बेला भनेर। सो एकदमै निराश भएर म फर्किरहेको थिएँ यो मुमेन्टमा। त्यही हो, एकदम निराश भएर फर्किरहेको मुमेन्ट हो। यो चाहिँ मेरो फर्स्ट इन्टरनेसनल 100 हो। T20 आईमा त गरिँदैन, तर T20 मा गरिन्छ। प्राउड मोमेन्ट थियो मेरो लागि, फर्स्ट 100, त्यो पनि T20 मा, त्यो पनि होम सोइलमा, त्यो पनि अन्डर प्रेसर गेममा। सो एउटा राम्रो मोमेन्ट थियो। यो सेलिब्रेसन चाहिँ मैले मेरो भर्खरै न्युली बोर्न मेरो सिस्टर अङ्कलको छोरी थियो, उसको लागि डेडिकेट गरेको थिएँ। त्यो एकदम राम्रो मोमेन्ट थियो मेरो लागि।